बेलैमा बस्नु होला दसैँको बेला त दुर्घटना नहोस् सम्पूर्ण सुरक्षित तरिकाले गन्तव्य स्थिति भइहाल्यो बुझ्नु होला बेलामा हर्नेको कल गर्नुहोस् तपाईँले सम्पर्क गर्नुहोस् के छ बाटोको अवस्था सोध्नु होला अहिले तपाईँ 2 मिनट हतार गर्नुहुन्छ कसैको फ्लाइट छ यहाँ कतै बिरामी कतै उठौँ हाने तर फ्लाइटलाई बदल्नु कुरा होइन फ्लाइट मिस भएर केही पनि न फ्लाइट मिस हुनु भएन अब यदि तपाईँ सबै सबै हुनुहुन्छ मैले भन्नुको कारण के हो मैले भन्न खोजेको त्यो कुराहरू तपाईँले बुझ्नु भइसकेको छ हस् धन्यवाद सम्पूर्ण गाडीहरू फर्काउनु भयो अरू बेला हामीले रोकिएको छैन तपाईँहरूलाई तपाईँहरूको सहयोगको लागि हामी बसेका हौँ तपाईँहरू दुःख दिनु बसेका हौँ जान मिल्ने हामी सबै बेलामा फर्काउनुलाई तर सुरु है अब 17 गतिदेखि 20 गतिसम्म चाहिँ तपाईँको यो बिहान 6 बजीदेखि बेलुका 5 बजीसम्म जान मिल्थ्यो 17, 18, 19, 20 यदि भइसक्यो एउटा चौबिटोल भइसक्यो कुले खाने हुँदै जानुहुन्थ्यो भने तपाईँहरू 17 बिहान 6 बजीदेखि बेलुका 5 बजीसम्म जानु मिल्थ्यो सामान्य अवस्थामा अहिले चाहिँ माथि बाढी पहिरो ढुङ्गा झरेको कारणले चाहिँ अहिले तपाईँहरू रोकेको हो त्यसको लागि कति बेला के हुन्छ बुझ्दै गर्नु होला तपाईँहरूले यो अन्य सामान्य भयो भने 17 देखि 20 बजीसम्म चाहिँ बिहान 6 बजीदेखि बेलुका 5 बजीसम्म यो पुलिस खानेको बाटो र बेलुका यो सिङ्गलको बाटोहरूमा चाहिँ बिहान 6 बजीदेखि बेलुका 4 बजीसम्म जान मिल्छ र यो अहिले परिस्थिति खराब भएको भएर तपाईँलाई समस्या भएको तपाईँलाई असहज तपाईँलाई गाह्रो साह्रो भएकोमा हामी सम्पूर्ण सुरक्षाकर्मीले क्षमा चाहन्छौँ तपाईँहरूको आफ्नो गन्तव्यतिर लाग्नु होला है गन्तव्य भने आफ्नो घरतिर लाग्नु होला तर सुरक्षित ठाउँमा बस्नु होला माथि गएर बिचली हुँदै तर पहिला पनि 2 दिन काम जाम भएर बिचली भएको माथि न टोइलेट हुन्छ न खानेकुरा आउँछ न सुविधा आउँछ न अब उपचार हुन्छ उधार पनि ढिलो हुन्छ तपाईँ लाग्नु होला है गाडीमा आयो होइन दुईजनाले 650, 650, 700, 1300 तिर्यो अहिले के भन्छ हामीलाई 300 रुपियाँ दिएर भाइ